अब जसले भान्सा बदल्नुहुन्छ, जो जिब्रोको पछि लाग्नुहुन्न, स्वादको पछि लाग्नुहुन्न, मिठोको पछि लाग्नुहुन्न भने स्वास्थ्यवर्धक सात्विक र प्राकृतिक भोजन आहार विहार गर्ने मैले जुन तरिकाले तरकारी बनाउन सिकाएको छु, एक पटकमा एउटा दाल, सबै अन्नहरू सिङ्गो खान सिकाएको छु, मसला नफुटाउनु भनेको छु। जसले यसरी खानुहुन्छ मैले बनाएको तरिकाले, जे नाम दिनुहोस्, मैले अस्ति सबै क्लियर गरिदिएको छु। जसको यो ठुलो आन्द्रा र सानो आन्द्रा जाम हुन्छ उहाँहरूलाई त्यस्तो अमृत तरकारी मिठो लाग्दैन। जसको त्यो जाम खुल्दै गएको छ उहाँहरूलाई त्यो तरकारी अमृत हुन्छ। मलाई त बेलुका कतिखेर हुन्छ र अमृत तरकारी खानु, बिहान कतिखेर हुन्छ र अमृत तरकारी खानु हुन्छ। म त भात यति नै खाने हो भात। हामी यत्रो 3 जना छौँ, यत्रो टोकरीको एक टोकरीले 3 जना पुग्छ। के छ त त्यो यतापट्टि भाइलाई यो खुवाम भनेको त फेरि कति पुग्यो भाइ राजा? ल कति मिनटमा यता ल्याउनु भाइ राजा यता। ल हेर्नु उहाँको अक्सिजन लेभल बढेर यो धुवा सुँग्दा मात्रै हेर्नुहोस् है, सबैले यो गौमाताको महिमा हेर्नुहोस्। उहाँले यहाँ अक्सिमिटर लिएर 74-75 भइरहेछ। अहिले म माथि जान पाइनँ, भस्म बनाइदिन्थेँ। ल यो शक्ति गौमाताको के रहेछ हेर्दै गर्नु भाइले, एकदम नजिकै नाकमा लिएर सबै नाकबाट मुखबाट लिने त्यो धुवा भाइ, यसले मरिँदैन। अमृत हो यो त, अमृत। र यसरी अब हामी गर्नेछौँ। मेरो पेजमा प्राय सबै जोडिनु भएको छ। म भन्छु कुनै पनि रोगै होइन, नसाको रोग भनेर बहिनी अररी राख्नुभएको छ। त्यो सबै कलेजोमा बढी भएको फ्याट नसामा गएर बसेपछि नसाहरूमा त्यहाँ यस्तो भएर नसा जाम हुन्छ। भगवानले हाम्रो शरीरभित्र कसरी यो सम्पूर्ण कुराहरू बनाइदिनु भएको छ हेर्नु त। यो कसरी यस्तो जीवित शरीर कसरी बनाउनु भयो होला भनेर चाहिँ अचम्म मान्नु न। कसरी सास भरिदिनु भएको छ, यो नदेख्ने अदृश्य सासले हामीलाई कसरी जीवित बनाइरह्यो, त्यो कुरा चाहिँ हामी कहिल्यै सोच्दैनौँ। यत्रो शरीरले एकैचोटि हजारौँ काम गरिरहेछ, यो शरीरलाई कहिल्यै विश्वास गर्दैन। अनि मान्छेले बनाएको ल्याब र मान्छेले बनाएको कुरामा चाहिँ हामीलाई विश्वास लागेर यत्रो रिपोर्ट आऊ भन्दा ठुलो बोकेर हिँड्छौँ हामी। कति न ठुलो भयो यो शरीरले, कति थोकेकै पटक काम गरिरहेको, यसलाई चाहिँ विश्वासै छैन। यत्रो शरीर कसले तानेर तन्काएर यत्रो बनाएको? मैले भिडियोमा चिच्याएको छु त यो शरीरको ल्याबलाई।